Now let's start सिद्धार्थ मोमो कम्पिटिसन. सो हामीसँग 4वटा टिमहरू रहेको थियो र म पनि टिममा सहभागी भएको थिएँ जसमा हाम्रो मोमो कम्पिटिसन भइरहेको छ सिद्धार्थमा. बाँकी के कुराहरू हुन्छ म सबै तपाईँहरूलाई देखाउँछु, तपाईँहरू हेर्दै गर्नुहोस् है त. हाम्रो ग्रुप रहेको छ धनगढी ग्रुप. अब यहाँबाट हुन्छ मोमो कम्पिटिसन सुरुमा त सबैजना कम्पिटिसनमा पार्टिसिपेट साथीहरू पुग्नुभयो अनि एउटा टिममा चाहिँ एकजना कम हुनुहुन्थ्यो मलाई पनि पार्टिसिपेट गर भन्नुभयो सरले अनि म पनि टिममा जोइन गरिहालेँ. त्यसपछि हाम्रो मोमो कम्पिटिसनको जजहरू र अनि हाम्रो सेफ सरले चाहिँ हामीलाई मोमो कम्पिटिसनको केही रुलहरू बताउनु भयो अनि पकाउने तरिकाहरू पनि सिकाउनु भयो र हामीलाई चाहिँ एउटा एप्रोनहरू पनि दिनुभयो जुन हामीले मोमो पकाउँदाखेरि युज गर्ने एप्रोनहरू थियो. अब भने हामीले त्यो एप्रोनहरूलाई युज गरेर फटाफट आफूलाई मोमो बनाउन आवश्यक पर्ने सामग्रीहरूलाई चाहिँ लिएर त्यसलाई सफा गरेर चाहिँ चपिङतर्फ लाग्यौँ. सबैजना आफ्नो मोमो बनाउने तयारीमा हुनुहुन्थ्यो. हामीले पनि है आफूलाई आवश्यक पर्ने सबै तरकारीहरू काटिसक्यौँ. मोमो बनाउनको लागि जेनिसा बहिनीले पिठो पनि ल्याएर आइन् अनि हाम्रो गङ्गा दिदीले चाहिँ पिठो बनाउनु भयो. हाम्रो मासुको किमा रेडी थियो अनि भिडियो बनाउँदै क्यामेराम्यान निर्मल भाइ पनि हाम्रो स्टल नजिक पुग्यो. अनि जेनिसा बहिनी र मलाई चाहिँ घरमा खाना बनाउन राम्रोसँग नआउनेहरू चाहिँ खुब मोमो कम्पिटिसनमा भनेर हामीलाई गिज्जिरहेको थियो. एकछिन चाहिँ उसँग कुरा गऱ्यौँ हामीले. घरमा कहिले पनि खाना नपकाउनेहरू यहाँ मोमो पकाइरहेको सिकिरहेको सिक्ने कुरामा चाहिँ सिक्नुपर्छ चाहिँ भयो. अब अनिता दिदीले अनिता फास्ट फुड खोल्नुहुन्छ कैलाली पुलमा. पकाउन सिकेर चाहिँ अब अनिता धामीको नामबाट चाहिँ अनिता फास्ट फुड खुल्छ, तपाईँहरू पनि आउनु है त. त्यसपछि चाहिँ यसो फुर्सद निकालेर अरू स्टलहरूतिर के भइरहेछ भनेर मैले चाहिँ यसो गएर हेरिहालेँ. यसो अरूको हेरेर आइसकेपछि हाम्रो मोमोको लागि चाहिँ लगभग सबै तयारी जेनिसा बहिनी र गङ्गा दिदीले गरिसक्नु भएको थियो. अब चाहिँ मैले मोमोसँग खानको लागि मिठो चटनी बनाउँछु भनेर चाहिँ तिल भुट्नको लागि चाहिँ मैले भाँडो चाहिँ ग्यासमा राखेँ. भाँडो तातिसकेपछि मैले त्यसमा बिस्तारै तिलहरू राखेँ र मजाले हल्लाउँदै त्यो तिलहरूलाई चाहिँ भुटेँ. अनि बिस्तारै टमाटरहरूलाई चाहिँ बोइल गर्नको लागि भाँडोमा थोरै पानी राखेर माथिबाट छोपेर राखेँ. अनि पाकिसक्यो होला है भनेर यसो निकाल्न खोजिरहेको भाँडो त एकदमै तातो भएछ. अनि पनियोले निकाल्न खोजेको निस्किन्न अनि सर आउनुभयो त्यत्तिकैमा अनि चिम्टाले निकाल न नानी भन्नुभयो अनि मैले चाहिँ चिम्टाले निकालेँ है. फेरि अलिकता बोइल कम भएको जस्तो लागेर चाहिँ मैले थोरै बेर पानीमा चाहिँ चलाएँ. त्यसपछि चाहिँ टमाटर पनि रेडी भयो. त्यसलाई चाहिँ निकालेर म चाहिँ अब चटनी बनाउनतर्फ लागेँ. हाम्रो ग्रुपको सबै रेडी भएर मोमो पकाउन राखिसकेपछि चाहिँ म अरू स्टलको दिदीहरूसँग चाहिँ कुरा गर्न गएँ. मोमो कम्पिटिसनको यो चाहिँ कुन ग्रुप हो दिदी? थारू चौधरी ग्रुपको मोमो मिठो बनिरहेछ, हेर्न सक्नुहुन्छ तपाईँहरू यता. हजुरको कुन ग्रुप? थारू चौधरी ग्रुप. अनि हजुरले कुन मोमो बनाउनु भएको छ? चिकन र पनिर मोमो. ओके. हजुरहरूको कुन ग्रुप? अम्बरटोल ग्रुपको कुन मोमो पाक्दैछ? त्यता चिकन यता चाहिँ भेजमा पनिर होइन? ओके. हजुरहरूको कुन ग्रुप? लभली ग्रुप. अनि कुन मोमोहरू पाक्दैछ? भेज र चिकन मोमो. ओके. पकाउन त घरमा पकाइन्थ्यो पहिला, अब एक्लैले यस्तो मेहनत गरेर बनाएको थिएनौँ हामीले होइन. अब सो कम्पिटिसनमा छौँ भन. हामीलाई मोमो बनाउन दिएको टाइम पनि सकियो र सुरुमा चाहिँ हाम्रो पाली थियो. हामीले बनाएको मोमोहरूलाई चाहिँ जजहरूलाई टेस्ट गर्नको लागि दिनुपर्ने. सो हामीले चाहिँ फटाफट मोमो निकाल्यौँ र त्यसलाई चाहिँ प्लेटमा राखेर चटनी राखेर अनि हामीले काँक्रा गाजरहरू राखेर चाहिँ जजहरूलाई चाहिँ दियौँ. अनि उहाँहरूले चाहिँ हामीलाई मोमो बनाउँदाको अनुभवहरू चाहिँ सेयर गर्न लाउनु भयो. सँगसँगै चाहिँ हामीले बनाएको मोमो टेस्ट गरेर केही फिडब्याकहरू पनि दिनुभयो र हाम्रो पालीपछि अन्य 3 टिमहरूको पनि मोमोहरू टेस्ट गर्दै अनुभवहरू सेयर गर्दै फिडब्याकहरू दिनुभयो र त्यसपछि चाहिँ हामी आफूले बनाएको मोमोहरू चाहिँ हामी आफू ट्राई गर्छौँ. हेलो गाइस, मेरो मोमो यति मिठो छ जिन्दगीमा खाएको थिएन है. यस्तो राम्रो मोमो छ, आफैले बनाएको. अनिताले बनाएको मोमो टेस्ट गर्नु. यिनी एङ्करिङ त गर्छिन्, प्रोग्राम चलाउँछन् भने मोमो पनि बनाउँदिन. यस. चाख्यो अनि टेस्ट कस्तो हुन्छ भन्नु होइन. राम्रो छ भने म एउटा होटल खोल्छु. टेस्ट बबाल छ मोमोको डल्ला भन्दा पनि चटनी मिठो हुने. चटनी बबालै छ. चटनी हातले पिसाउ दिदी मैले. बिनाजु हजुरले कस्तो लाग्यो? राम्रो लाग्यो एकदम. मैले एउटा होटल खोल्दा हुन्छ? जेनु कस्तो छ नानो मोमो? मिठो छ यार. अब त्यो त तैँले पनि
दिदी कस्तो लाग्यो मैले खाएको टेस्ट हो तो बाँकी चाहिँ अरू भिडियोमा आउँछ सिद्धार्थ मोमो फेस्टिभलमा चाहिँ एकदमै रमाइलो भयो गाइज थ्याङ्क यू सो मच फर वाचिङ